आजसम्म मैले लाइफमा केही पनि गर्न सकेको छैन। हर कोसिस गर्दा पनि केही सफलतै पाउन सकेको छैन। त्यही भएर मसँग त केही पनि छैन। सिङ्गो मेरो जिन्दगी भन्दा अरू केही नै छैन। मसँग छँदा पनि छैन। यस्तो कुरा लागेको छ। हो, मलाई पनि लागेको छ। हर कोसिस गर्दा पनि केही गर्नै सकेको छैन। सफलता हासिल गर्नै सकेको छैन। आफूले चाहेको कुरा केही नै प्राप्त गर्न सकेको नै छैन। मलाई पनि लाग्छ र हजुरलाई पनि लागेको हुनुपर्छ। अब भन्नुहोस्, तपाईलाई आफ्नो लाइफबाट के कुरा चाहिँ गुमाउन चाहनुहुन्न? जसको लागि तपाईले हर कुरा गर्न सक्नुहुन्छ, हर कुरा त्याग्न सक्नुहुन्छ, यो कुरा कहिल्यै पनि आफ्नो लाइफबाट गुमाउन चाहनुहुन्न। जसलाई गुमाउनु पर्यो भने बरु म नै मरिदिन्छु, भगवानले मलाई नै बरु मारिदियोस् जस्तो फिल हुन्छ। जसलाई बचाउनको लागि, जोगाउनको लागि आफूसँग भएको हर कुरा, सुन, चाँदी, घर, जग्गा, जमिन, हरेक कुरा त्याग्न तयार हुनुहुन्छ। यदि त्यस्तो हो भने सम्झिनुहोस्, तपाईको लाइफमा तपाईसँग कति बहुमूल्य कुराहरू छ, कति बहुमूल्य डायमन्ड छ। आफ्नो लाइफलाई पुग्दो आफूसँगै छ, आफूभित्रै छ। अहिले हामी आफूसँग भएको कुरालाई वास्ता गर्दैनौँ। आफूसँग भएको कुराहरूलाई बेवास्ता गरेर नै कुनै दिन पछुताउनु पर्ने दिन पनि आउँछ। त्यही भएर आफूसँग भएको कुरालाई ख्याल गरौँ, ध्यान राखौँ। बाँकी जिन्दगी त त्यसै चलिहाल्छ। फेरि त्यो दिन कहिले नआओस् कि आफूसँग भएको कुरा गुमिसकेपछि पछुताउनु परोस्। त्यही भएर हामीसँग भएको कुरामै खुसी हौँ, अरूको कुरालाई हेरेर होइन, अरूको लाइफलाई हेरेर होइन। अरूको जिन्दगीमा बाँच्नुभन्दा आफ्नो जिन्दगीमा बाँच्नु धेरै बेस्ट हुन्छ। त्यही भएर म त भन्छु कि जिन्दगी जिउनु छ भने अरूको लाइफलाई हेरेर होइन, कोसौँ टाढाको भविष्यलाई हेरेर होइन, वर्तमानमा जिउनुहोस्। आफूसँग भएको कुरालाई माया गर्नुहोस्, आफ्नो परिवारलाई माया गर्नुहोस्, खुसी रहनुहोस्। त्योभन्दा सुन्दर र मिठो जिन्दगी के नै हुन सक्छ र?